हेलो एभ्रिवान, आज चाहिँ हामी नेल एक्सटेन्सन गर्न गइरहेछौँ। यो डिजाइन चाहिँ मेरो कान्छी बहिनीले छानेको हो र मेरो कान्छी बहिनीकोमा म नेल एक्सटेन्सन गर्न गइरहेछु है। यो चाहिँ उसले भन्दैछ कि मलाई यस्तो यस्तो डिजाइन चाहिन्छ, मलाई यसरी गरिदिनु भनेर। अनि हामीले सुरु गऱ्यौँ नेल गर्न। त्यसपछि हामीले क्युटिकल काट्यौँ। अनि क्युटिकल काटिसकेपछि हामीले ड्रिल मेसिन चलायौँ। त्यसपछि हामीले नेल सेपमा गऱ्यौँ अनि माथिबाट फाइलिङ गऱ्यौँ। फाइलिङ अब गरिसकेपछि हामीले बिस्तारै फेरि ड्रिल मेसिन चलायौँ। ड्रिल मेसिन हामीले एकछिन चलाएपछि हामीले फेक नेल लगायौँ। फेक नेल हामीले टाँसिसकेपछि हामीले यसलाई ड्रिल मेसिनको सहाराले माथिबाट फाइलिङ फेरि एकचोटि गऱ्यौँ है। त्यसपछि हामीले यसमा डिहाइड्रेटर र प्राइमर पनि युज गरेको छु। यसमा चाहिँ थोरै स्किप गरिदिएको छु मैले। यो चाहिँ फर्स्ट कोट हो अनि यो चाहिँ फर्स्ट कोट चाहिँ पातलोबाट लाउनुपर्छ है। अनि यो लाउँदै गरेको चाहिँ सेकेन्ड कोट हो, यो चाहिँ बाक्लोबाट लाउनुपर्छ। फर्स्ट कोट चाहिँ हामीले पातलोबाट लाएर 2 मिनट सुकाउनुपर्छ। अनि त्यसपछि चाहिँ हामीले यो बाक्लो जेल लाउनुपर्छ है। यो चाहिँ बाक्लो भन्नाले पनि ठिक्कको लाउनुपर्छ, धेरै बाक्लो भयो भने पनि राम्रो देखिँदैन नेल। अनि त्यसपछि हामीले डिजाइन गरेको, अब त्यसमा चाहिँ हामीले कति चिजहरू गरेको छौँ है। भिडियो लामो हुने भएकोले नदेखाएको मात्रै हो। अनि यो चाहिँ म डिजाइन गरिदिन्छु, केही थिएन मसँग सामान, अनि जे छ त्यसैले गर्दै थिएँ है। अनि यो चाहिँ गिल्टरबाट मैले डिजाइन बनाएको। अनि यो चाहिँ गिल्टर लाउँदै हो मैले है। कस्तो लाग्यो भनिदिनु होला। रिजल्ट चाहिँ यस्तो आएको छ। टाढा सिद्धियो, यति मात्रै हो है। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच, बाई।